हे गाइज गुड मर्निङ वेलकम टु माई न्यू भ्लग। सबैजना सन्चै हुनुहुन्छ होला, सन्चै रहनुपर्छ होइन गाइज। सो अहिले चाहिँ म फाइनल्ली घरबाट निस्किसकेको छु मेरो क्रुज लिएर है। सो फाइनली मैले चाहिँ यहाँ तल ग्यास वेल्डिङ गरिसकेको छु, तपाईँहरूलाई एकछिनमा देखाउँछु होइन गाइज। अनि सो आजको राइड चाहिँ हुनेछ च्याउ डाँडासम्म। सो फुल भिडियो हेर्नु होला, रमाइलो ठाउँ छ होइन। सो तपाईँले लास्ट भ्लग हेर्नु भएको छैन भने चाहिँ हेरिदिनु होला, मेरो च्यानल सब्सक्राइब गर्नु भएको छैन भने गरिदिनु होला, सो सपोर्ट गरिदिनु होला। सो त्यही हो, अब लागौँ होइन। ल त्यो मान्छे डराएको होइन के डरायो, गाडीको साउन्ड सुन्ने हेर्ने अनि हाम्रो स्वाट काटिदिनु नि के डराएको। सो गाइस अब चाहिँ च्याउ डाँडा जानको लागि एकछिन उकालो छ है। अनि सो एकछिन उकालो कटेपछि त च्याउ डाँडा आउँछ। सो गाइस म चाहिँ फेरि फर्केको होइन यहाँ, किनभने केही किनेर लानु पऱ्यो क्या। सो माथि डाँडामा बसेर खाना हुन्छ नि, सो त्यही भएर यहाँबाट किनेर लानु लगाएको होइन गाइज। हो कुन गाउँ होला कुन ठाउँ कस्तो क्लिपै नलाग्यो हेलमेटको। चलिए चलते है या कुन ठाउँ होला। सो गाइस आजको राइड स्टार्ट भइसकेको छ होइन। सो त्यही हो, अब एकछिन उकालो छ है। सो अनि अब उकालो गरेपछि त बब्बाल भ्यू पोइन्ट आउँछ है। सो गाइस अब चाहिँ हाम्रो डेस्टिनेसन पनि आउन लागिसक्यो होइन। सो गाइस अहिले चाहिँ म यहाँ होइन के अरे माल्टिफाट डाँडा आइसकेँ, माल्टिफाट भ्यू पोइन्ट। जिस्क्यो क्या केटा, ल हाट्न खोज्ने तिमीहरूले मलाई चिनिसक्यो भाइ, तिमीहरू एक आइज होइन जिस्काइदिएको। खेदाउन खोज्छ यार, यो बाटो 10 चढी हिँड्छ यिनीहरूलाई चिन्दिनँ। राइट गाइज। सो हामी चाहिँ अब यहाँ च्याउ डाँडा आइपुग्न लागिसकेको छौँ होइन। अब हेर्नुहोस् अब चाहिँ थोरै डाउनहिल छ होइन। आहा चाक दुख्छ नि यहाँ त होइन। हामी त खतरा टर्निङ काटिदिन्छौँ नि, यस्तो बवाल छ मेरो क्रुजको टर्निङ। सो गाइस अहिले चाहिँ म यहाँ च्याउ डाँडा आइसकेको छु होइन। यहाँ अझै बवाल ठाउँ छ च्याउ डाँडा होइन। ओहो देख्नुभयो गाइस ठाउँ कति बवाल छ
होइन। अनि यहाँबाट भ्यू हेर्न सक्नुहुन्छ गाइस, खत्रै छ। जाम यार हो। अनि यहाँबाट माथिबाट साइकल झार्न क्या मजा आउँछ। सो गाइस होइन, अहिले चाहिँ म यहाँ च्याउडाँडा भन्दा नि माथि आइसकेको छु। सो च्याउडाँडा चाहिँ त्यो हो होइन, यसलाई नि सायद च्याउडाँडै भनेर चिनिन्छ होला। सो मैले चाहिँ यहाँ हाइटमा बसेर खाना एकछिन सो जुसहरू पनि ल्याएको छु होइन। यहाँबाट चाहिँ फेरि सनराइज एकदम बोबाल देखिन्छ होइन। सो अहिले अब सनसेट हुने बेलामा सो त्यही हो होइन। यहाँ अब एकछिन फ्रेस हुन आएको, आज दिनभरि दौडेछु। सो एकछिन यसो यता डाँडातिर आएर बस्नु एकदम मजा आउँछ नि त। सो त्यही भएर यता च्याउडाँडातिर आएको होइन गाइज। चिसो मौसम तर यो मुटु न्यानो छ। सिरानीलाई अँगालेर टोलाउँदैछौ किन? चिसो मौसम तर यो मुटु न्यानो छ। सिरानीलाई अँगालेर टोलाउँदैछौ किन? खै त तिमीले बुझेको किन मुटु मेरो छोडेको? अझै पनि याद छ तिमी हेर्दै मुस्कुराएको। सो गाइज अब चाहिँ म यहाँबाट निस्किन लागेको होइन। सो अब चाहिँ रात पनि पर्न लागिसकेको छ। अनि सो त्यही हो है, अब घर जानलाई नि अलिकति टाइम लाग्छ नि त। सो अझै मैले के ल्याएको थिएँ खाना बाहेक जुस मात्रै खाएँ होइन। सो अब चाहिँ यहाँबाट निस्किन लाग्यो। यहाँबाट झार्दा चाहिँ आमा बवाल मजा आउनेछ। सो हेर्नु होला। 1 2 3 यहाँबाट चाहिँ स्वाट यसरी काट्न सक्नु पर्यो हो। यसरी ल यस्तो टर्निङ काट्न सक्छ यार कोही। ल ल ल ल ल ल ल ए ल यो टर्निङमा ल ए हे 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 ए 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 हे ल तर सम्झेर तिमीलाई हराउने गर्छु म। यार चेन त लिन्थिङ हल्लिरहेको होला। सो अब घरतिर जानु पर्ने हुन्छ गाइज। अब चाहिँ सानो ओह्रालो छ होइन, बत्ताउँदै जानुपर्छ। घरबाट फोन पनि आइसक्यो। सो अनि धेरै स्पिड पनि कुदाउनु हुन्न है, बिस्तारै चलाउनु पर्छ। म चाहिँ जहिले पनि बिस्तारै चलाउने गरेको छैन गाइज। कहिले स्पिडको त नाम निशानै छैन क्या होइन। कुदाइदिउँ क्या हो, तर सम्झेर तिमीलाई हराउने गर्छु म। कुदाइदिउँ एकछिन त। हामी त क्या कुदाइन्छौँ नि त होइन। कुदाउनु पर्यो भने त कसैले भेट्दैन नि हामीलाई। कसैले मेरो धुलो पनि भेटाउनु सक्दैन। सो गाइज अहिले चाहिँ मालडिफा डाँडा आइपुग्यो होइन। यसलाई ओभरटेक हान्छु म। भनेको त गइदिउँ क्या हो। सम्झेर तिमीलाई हराउने गर्छु म। कस्तो डिस्टर्ब गरेँ भने यो कारले कहिले कहाँ पुगिसकेको हुन्थेँ यार। यो ओह्रालो यस्तो स्पिडमा झर्ने मान्छे म क्या मान्छे होला। इन्डिकेटर दियो, हामी यता दिने पहिलो मान्छे देखेँ क्या यो ठाउँमा।
कति हिँड्छु यो ठाउँ यो बाटो पहिलोचोटि इन्डिकेटर दिने मान्छे भेट्यो ए कोही सम्झेर किन पास फाल्छ यार छ्याक गाडे हुन्छ यार किन पास फालेको तर सम्झेर तिमीलाई हराउने गुड बोय यसै इन्डिकेट दिनुपर्छ लास्टमा त गेले चलाइरहेको रे क्या आजको लागि यति नै थ्याङ्क्स फर वाचिङ बाई एन्ड टेक केयर एन्ड ह्याप्पी होली